हामीलाई अब धेरै कुराले फुटाएको छ हैन। जातीय कुराले हामी विभाजित छौँ, पार्टीको कुराले विभाजित छौँ, धर्मको कुराले विभाजित छौँ। ती सम्पूर्ण कुराहरूभन्दा माथि उठेर हामीले देशलाई देख्न सक्नु पर्यो हैन। तपाईँ मलाई एउटा मेरो आफ्नै दाजुभाइको रूपमा मैले तपाईँलाई हेर्नुपर्छ, तपाईँले मलाई त्यसरी नै हेर्नुपर्छ। यहाँनिर ती विभिन्न विभाजन गर्ने तत्त्वहरू भन्दा माथि उठ्नुपर्छ र हामी सबैको साझा प्रयासले, किनभने यो देश हामी सबैको हो, हामी सबैको यदि देश हो भने यो देशलाई बनाउने जिम्मा, माथि उठाउने जिम्मा पनि हामी सबैको हो र यो देशलाई बनाउने र उठाउने सवालमा हामीले कुनै पनि त्यस्ता कुराहरू सोच्नु पनि हुँदैन र सुशासनको पक्षमा आफूलाई तपाईँको चाहिँ सुधारको पक्षमा सधैँले सबैले हामीले चाहिँ नि उभ्याउनुपर्छ भन्छु र देशलाई चाहिँ नि अब के अरे उठाउनका लागि चाहिँ हामीले श्रम संस्कृतिकै अभ्यास गर्नुपर्छ। श्रम नगरिकन बन्दैन देश। श्रम भन्ने बित्तिकै माटो छुने कृत्य हो, किनभने उत्पादन माटोबाट नै हुन्छ।